गाइस सबैजनालाई नमस्कार साथीहरु। आजको मिनी ब्लग स्टार्ट हुन्छ कि साथीहरु मेरो माथि किचनबाट साथीहरु ल हेर्नुस् साथीहरु मैले मन्चुरो बनाउनको लागि नुन मसला रेडी गरिसकेछु। अनि साथीहरु न मेरो आज गोबी आउन थिएको मन्डीबाट मलाई साथी न गोबी मिलेन आज, बस यति बचेको छ गोबी। अनि साथीहरु मेरो काम आज थुप्रो छ के साथीहरु ल हेर्नुस् साथीहरु जेउडो हिजो ल्याएको खुर्सानी मैले आज बल्ल भेट्न तोडेर भ्याइसकेछु साथीहरु। अनि मैले हेर्नुस् आज प्याज पनि छिल्न के यत्रो प्याज छिल्न छ साथीहरु। अनि साथीहरु मेरो आज मन्डी पनि सामान लिएर आएको थिएँ कि मैले आज धनिया लिएर आएको छु अनि अदुवा लिएर आएको छु साथीहरु। ल हेर्नुस् म तपाईलाई खनाएर देखाउँछु कि साथीहरु। ल हेर्नुस् साथीहरु मैले आज 2 किलो जति अदुवा लिएर आएको थिएँ कि यो पनि अब लोकली अदुवा हो, बडा राम्रो छ कि। ल हेर्नुस् साथीहरु। अनि साथमा भएन भनेर साथीहरु यो धनिया पनि लोकली थियो कि साथीहरु। ल हेर्नुस् महँगो बसाएको छ साथीहरु यो पनि धनिया पनि। अनि साथीहरु आज मेरो थुप्रो काम छ के। ल हेर्नुस् यत्रो काम छ, जम्मै काम गर्न छ साथीहरु। अनि त्यति गर्दैमा मैले मन्चुरियनको मसला पनि रेडी गरिसकेछु साथीहरु। अब बनाउँछौं दुई भाइले फटाफट साथीहरु। ल हेर्नुस् साथीहरु मैले कडाई पनि चढाइसकेछु भट्टी जलाएर अनि तेल पनि हालिसकेछु। अब बनाउँछौं साथीहरु दुई भाइले फटाफट मन्चुरियन साथीहरु, किनकि अब गर्मी पनि बढिसकेछ। अनि साथीहरु ल हेर्नुस् मेरो चाय पनि आइसकेछ के तलबाट। अनि बस आज चाय पिएर काम गर्ने साथीहरु, नास्ता खाइएन। अनि साथीहरु ल हेर्नुस् है मैले अब एक घान पनि हानिसकेछु कि मन्चुरियन। ल हेर्नुस् हाम्रो अब यसलाई पाक्न 10-15 मिनेट जति लाग्छ साथीहरु। म तपाईलाई एकचोटी चलाएर पनि देखाइदिन्छु साथीहरु। ल हेर्नुस् साथीहरु पुरै कडाई भरेर हालेछ मन्चुरियन। अब यसलाई बस चलाएर फटाफट पकाउने हो। अनि साथीहरु ल हेर्नुस् मैले प्याज पनि छिलेर एक टुक्रा रेडी गरिसकेछु। अनि यो आलु पनि साथीहरु बोइल भएर आइसकेछ टिक्कीको लागि। अनि साथीहरु ल हेर्नुस् यत्रो एक टप जति अब गोबी पनि काट्ने हो साथी। काम थुप्रो छ, गर्न परेछ साथीहरु। ल